मिसिन आएर बनाउँछ भनेर लोड गर्न थालेको र मिसिन आएन छ बनाएन छ बसिरहने कुरा भएन मिसिन नआउने भएपछि भनेर गाडी हाल्दिएको चाहिँ अहिलेको अवस्था यस्तो हो मिसिन आएर बनाउँछ भनेर लोड गर्न थालेको र मिसिन आएन छ बनाएन छ बसिरहने कुरा भएन मिसिन नआउने भएपछि भनेर गाडी हाल्दिएको चाहिँ अहिलेको अवस्था यस्तो हो हेलो गाइज गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई आज चाहिँ 11 बज्न लाग्यो होला आफ्टरनुन भइसक्यो भन त अनि म चाहिँ भर्खरै उठेको अनि खानासाना खाएँ निस्केँ अनि धार्केमा सानो जाम लागिरहेको रहेछ अनि म चाहिँ अहिले त्रिशुली हिँडेको लोड गर्नलाई हिजो भिडियो बनाउँछु भन्दै बिर्सेछु अब निन्द्राको तालमा भ्याइन भनौँ यादै भएन अनि आज चाहिँ आइसकेको छु फेरि अनि आज चाहिँ अलि लामो जाम छ कि माथि धारकै बजारदेखिबाट जाम लागेको अहिलेसम्म जाम छ लेसी जाम खुलेसी भेट्छ है त जाम चाहिँ खुलेको छैन त्यही हो धारकेको जाम त्यही कच्चीको हल्का कच्ची हो त्यहाँनिर त्यसकै जाम लाग्यो अहिले चाहिँ खुल्यो अनि जाम त धेरै छ यो चाहिँ धारकै भइहाल्यो धारकै जिपिसा अफिस जिपिसा चेक जाँच गर्छन् यहाँ चाहिँ त्यही हो जाम कटेपछि फेरि भेट्नुपर्छ है त यही कच्चीकोले गर्दा चाहिँ अलिकति जाम भयो अब चाहिँ जाम हुँदैन यति कट्यो भने अलिकति अगाडिसम्म हुन्छ ए आइस मलाई पेल्न खोजिरह जाम चाहिँ निकै ठुलो रहेछ गाइस त्यहाँनिर एउटा टडक बिग्रिया रहेछ ट्राफिक भएर मैले मोबाइल निकालिनँ अब चाहिँ छैन खुल्लै हो अब चाहिँ छिटो पुगिन्छ कि भन्ने आशा हो उता नि गाडी फस्न सक्छ आज अलि दशा त दसै छ पानी परै छ अब कच्ची रोड जानुपर्छ अरूभन्दा नि गाडी फस्ला भने चाहिँ पिर र टेन्सन भइरहेको मलाई अन्त त्यही हो सधैँ चिल मात्र हो नि जे हुन्छ देखा जाएगा होइन गाइस पहिला ठाउँमा त पुगौँ अरे पानी परेर मौसम चाहिँ यस्तो छ लोड गाडीमा भए चाहिँ मजा हुन्थ्यो यो मौसम पनि ठिक छ होइन खाली गाडीमा चाहिँ अलि भएन लोड गरेर निस्किनु पाए भयो हुन्थ्यो पानी परै छ आशा गरौँ केही नहोस् त्यही त हो अरू त के गर्न सकिन्छ र म चाहिँ माथि बेसी पुग्नै लाएँ होइन माथि बेसी हाय गाइस माथि बेसी त्यही हो माथि बेसी बजार चाहिँ अहिले चाहिँ विकास भएर पिचै पिच भएर धेरै नै राम्रो भयो पहिला 2 लाइनको बाटो थियो अहिले 4 लाइनको छ त्यही हो विकास भने विकासै हो अनि राम्रो लाग्छ मलाई माथि बेसी अब मेरो त झन् घरै धादिङ भयो त्यसै राम्रो लाग्ने कुरा भइहाल्यो यो चाहिँ माथि बेसी पुल हो स्यासी ढेले भएको छ पानीले है त्यही हो अहिले चाहिँ म सिमले आइपुगेँ मेरो चाहिँ 60 भन्दा माथि हिँड्न नमिल्ने भइरहेको कि गाडी अनि 60 नपुग्दा नि गाडी थर गरिरहेको कि भालेप्रति उल्टो भएर अस्ति हाल्दाखेरि गाडी अलिक थर्किन्छ त्यही हो सिमले आइपुगेँ म गल्छी पुगेर त्रिशुलीपट्टि चढ्छु त्यही त हो गाइड चाहिँ हो है त हाम्रो सिमले रिसोर्ट हो यो चाहिँ कोही यतातिर आउँदै हुनुहुन्छ भने सिमले रिसोर्ट नि पस्नु होला राम्रो छ
चाहिँ अहिले खैरीघरी आइपुगिसकेँ अनि खैरीघरीको नजारा चाहिँ यस्तो छ दामी छ धान पाकेको छ सबैतिर अनि यो चाहिँ खैरीघरी भयो अब एउटा मलाई गल्छी जानलाई धेरै टाइम लाग्दैन त्यही बढीमा 15 देखि 20 मिनट बिस्तारै जाँदा नत्र भने 10 मिनटमा पुग्छु त्यही हो गल्छीमा गएर भेट्छ है त इंजन गाड़ी का लुक देखो गाइस लुक कैसा है भाई दाम का गाड़ी हाम्रो गाउँको बस आए हाम्रो गाउँ पहिला हाम्रै थियो काकाको अहिले चाहिँ बेचेर पीडातिर पराह त्यही हो अनि अरू त के भन्नु गाइस के भन्नु त्यही हो जसले हेर्नुहुन्छ सब्स्क्राइब र लाइक हान्न नबिर्सिनु होला त्यति अरू केही भन्नेवाला छैन म चाहिँ गल्छी आइसकेँ होइन अङ्कल आएर म चाहिँ एउटा राइड जानुपर्ने हुन्छ सर र यतातिर मेकिङ तिर्सुली गाइस अब जाने सर र अब धेरै बेर लाग्दैन लोड गर्ने ठाउँ जान नि थोरै कच्ची हिँड्नुपर्छ अलिकति टाइम लाग्न सक्छ त्यही हो अनि तपाईँहरूले कहाँ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ त्यही कमेन्ट गर्नु होला म आज चाहिँ त्यहाँ लोड गर्ने ठाउँसम्मको भिडियो हाल्छु अनि आज नभए भोलि अनि त्यहाँ लोड गरेर निस्केको चाहिँ भोलि आज यो हाल्यो भने भोलि बेलुका आउँछ सबैले माया देखाइदिनु होला धेरै ठुलो क्रिएटर नै होइन सानो हो मेरो युट्युबमा त्यही 25 समथिङ होला सब्सक्राइबर त्योभन्दा आफूले गरेर मात्रै भएन चाहेर गर्ने हो त्यही त हो नि म चाहिँ यो पुल तरेर जानुपर्ने हुन्छ पारि यो पुल तरिसकेपछि उता जानुपर्ने हुन्छ म यहाँ पुलबाट देखाउँछु तपाईँहरूलाई यो पुलबाट तरेँ यो पुलबाट तरेर यो पारि हुँदै जति भ्याउनुहुन्छ तपाईँले हेर्न त्यति उता जानुपर्ने हुन्छ उता जानुपर्ने हुन्छ त्यही हो अब वहीँ गएर भेट्छु तपाईँहरूलाई लोड गर्ने ठाउँमा बाटो चाहिँ यस्तो छ यहाँको चाहिँ पानी परेर अब चिप्लो छ जान त जसो जाउँला आउँदाखेरि चाहिँ गाह्रै पर्ने भयो कि गाडी फस्नु अनि आउँदा चाहिँ अलिक गाह्रै पर्ने भयो केही छैन ड्राइभर भएपछि यतिको रिक्स त भइहाल्छ म चाहिँ लोड गर्ने ठाउँ आइपुगिसकेँ अनि आजको लागि यति नै भोलिको लागि आउँछ फेरि अर्को धमाका भन्न त मिल्दैन आउनेछ अर्को पनि अनि म चाहिँ अब बाल्लो छान्छु कुन बाल्लो ठिक हुन्छ मलाई अनि त्यसपछि लोड गरेर हिँड्नुपर्छ है त गाइस त्यही हो आज चाहिँ अलिक पानी परेछ अलिकति गाह्रो त गाह्रै हुन्छ त्यही पनि केही छैन मेरो चाहिँ गाडी फसिसकेको अवस्था है यहाँ चाहिँ अलिकति हिलो दलदल थियो यहाँ मलाई डाउट बिहानैदेखि थियो यहाँ चाहिँ मिसिन आएर बनाउँछ भनेर लोड गर्न थालेको र मिसिन आएन त बनाएन त बसिरहने कुरा भएन मिसिन नआउने भएपछि भनेर गाडी हालिदिएको चाहिँ अहिलेको अवस्था यस्तो है ब्रेकिङ न्युज मेरो गाडी फस्यो के गर्ने यहाँबाट हाल्न खोजेको भित्ताबाट यो चाहिँ पुरै दलदल भइसकेको छ क्या त्यही भएर यहाँ चाहिँ कम पनि छिर्ने सम्भावना हुन्छ त्यही भएर चाहिँ त्यहीँबाट हालेको दुःख पाइयो अब आउँछ टोलीहरू निकाल्छ माल पनि धेरै छैन गाइज यही हो अलिअलि त भइहाल्छ नि होइन र केही छैन गाइज यो निकालेर फेरि भेट्छु तपाईँहरूसँग है त